हेलो तपाईँहरू हेटौँडामा हुनुहुन्छ भने हेटौँडामा तपाईँहरूलाई चरपटे पानीपुरी सातु र भाजा यहाँहरूले चाहिँ खानको लागि कुन ठाउँ उपयुक्त होला, कुन ठाउँ बेस्ट होला, सेन्टरमा कहाँ होला भन्ने यहाँहरू लाग्छ भने हाम्रो चाहिँ यो स्कुल रोडको साइडमा ठ्याक्कै बुद्ध चोकबाट 2 मिनटको पैदल दूरीमा चाहिँ यहाँहरू अमृत भाजा एन्ड सातु सेन्टरमा जान सक्नुहुन्छ। विगत 20 वर्षदेखिबाट चाहिँ त्यो अमृत भाजा एन्ड सातु सेन्टरले चाहिँ भाजा, पानीपुरी, चटपटे र सातु, स्पेसल सातु होइन, स्पेसल सातुलाई चाहिँ हामीले बिहान खाली पेटमा, दिउँसो र बेलुका त्यो ठाउँमा चाहिँ यहाँहरू आउन सक्नुहुनेछ। हामी पनि आज हामी त त्यहाँ चटपटे त्यहाँ पानी फ्यान नै हौँ, सातुको पनि हामी फ्यान नै हौँ। आज हामी त्यहाँ जाँदैछौँ। छोरी, आज हामी कहाँ जाँदैछौँ? चटपटे अमृत भाजा एन्ड सातु सेन्टर। अब हामी उतै गएर भेटौँला है, तपाईँहरू पनि आउनु सक्नुहुन्छ। हस्, थ्याङ्क यू। We've been waiting for so long. We've been waiting for this time to begin. We ain't getting any older. I kinda feel a little younger. Run away and embrace the day. The sun is out, won't go away. Feel the clouds on your shoulder. Touch the sky, feeling bolder. Going up, going out, going all the way. Going high, yeah, yeah. भाजा एन्ड सातु सेन्टरमा आइपुगेको छ। हजुर हजुर। अनि आज हजुर एक्लै? म त आज अरे हजुर हजुर। भ्लगमा छौँ नि। धन्यवाद, राम्रो प्रश्न गर्नुभयो। म यहाँ खाजा खाने बेला भन्ने बित्तिकै यहाँ सम्झिहाल्छु मेरो यहाँ जो कस्तो हो त्यो अमृत भाजा एन्ड सातु सेन्टर भन्ने चाहिँ हेटौँडाको एकदम चिर परिचित 13 वर्षदेखि चटपटे सातु भाजा बनाएर चाहिँ यहाँ जनताहरूलाई सेवा गरिरहनु भएको छ। एकदम शाकाहारी खाजा खाने मान्छेहरूलाई धेरै मिठो खाजा खाइरहनु भएको छ। म त खाजा खाने टाइम हुन्छ बिहान बेलुका जति पसल हुन्छ म त धेरै नै आएर बसिरहेको मेरो आफ्नै पसल जतिको। अरूलाई पनि म के अपिल गर्न चाहन्छु भने यो अमृत भाजामा चाहिँ एकचोटि भिजिट गर्नु। यहाँको चटपटे एकदम हाइजेनिक चटपटे, यहाँ अमिलोमा अरू केमिकलहरू हुँदैन, कागती निचको हाल्नुहुन्छ, खोर्सानी धुलो खोर्सानीहरू हुँदैन, हरियो खोर्सानी आँखा अगाडि दिनुहुन्छ। धेरै राम्रो चटपटे बस्नु छ। म त आइरहन्छु, हजुर किन आउनु भएन? म त सधैँ आइरहेको मान्छे हो है। हजुरलाई अरूलाई प्रश्न गर्नु तपाईँको भ्लगमा अदर म आइरहन्छु, रेगुलर आइरहन्छु। म अरूलाई चाहिँ अपिल गर्न चाहन्छु, अरू आइदिनु होला, एकचोटि भिजिट गरिदिनु पसल। हुडनदेवी स्कुलको पसल नम्बर 8 हो यो। यसको प्रोभाइडर चुडामणी आचार्य, उहाँको नाम चाहिँ अमृत पनि हो, दाजु हो मेरो, अमृत हो। दाइटाको नाम चाहिँ दाइटाको नाम चाहिँ चुडामणी आचार्य। अरू केही सोध्नु?
मलाई चाहिँ सबभन्दा मिठो खानेकुरा चाहिँ चाउचाउ पनि नहालेको एकदम सादा हाइजेनिक चटपटे मनपर्छ। अरूले त यहाँ फेरि पाउनु चाहिँ भेज चाउचाउ मात्रै पाइन्छ, अरू चाउचाउ त हाल्नु न खान त खान्छ, तर मलाई पनि त्यो नहालेर एकदम सादा हाइजेनिक चटपटे खान मनपर्छ। तपाईँलाई चाहिँ के मनपर्छ? मलाई पनि चटपटे मनपर्छ। अब हामीसँगै बसेर खाउँ न त। विगत 14 वर्ष अघिदेखि यो भवन निर्माण भएदेखिका सँगै यहाँको चटपटे खाएर हेर्नु। 4 क्लास पढेको बच्चालाई 2 रुपियाँकोदेखि चटपटे खुवाएर उसले 2-3टा बच्चा बोकेर फेरि यहाँ आएर नि खाएर गएको छ। अब उही स्वाद छ भने उनीहरूले मैले पैसा तिरेर भनिदेऊ है मैले भनेको कुरा भनेर भने होइन, उनीहरूले उही स्वाद छ भन्छन्। अब बिस्तारै मान्छेलाई खाँदा बिस्तारै त त्यो अमन हुँदै जान्छ क्या वाक्क बिक्क। मैले 11 रुपियाँ प्लेटवाला एउटा सन्दर्भमा 11 रुपियाँ प्लेटमा एउटा दिल्ली बजारमा ओम नमा भेज मोमो खाएको थिएँ। 5 प्लेट खाँदा 1 प्लेट फ्रीमा दिन्थ्यो, 55 रुपियाँमा 6 प्लेट खाइन्थ्यो है। अब अहिले त्यो 120 रुपियाँ प्लेट छ अहिले, त्योभन्दा सानो साइज। तर त्यो बेलामा खाएको जस्तो स्वाद आउँदैन, किनभने त्यो बेलामा खाएको थियो नि हामीले त आजभन्दा 20 वर्ष अगाडि होइन, त्यो छुट्टै मजा आउँथ्यो। अब अहिले धेरै ठाउँको मोमो खाँदा त्यो मोमोको स्वाद बिर्सिसक्यो। त्यो मोमोको स्वाद अब त्यो पहिलाको जमानाको स्वाद आउँदैन। त्यही भएर बिस्तारै मान्छेले ठाउँको चटपटे पसलको चटपटे खाँदा स्वाद बिर्सेको। यहाँ देखौँ, यहाँ फोकस गरौँ, एउटै छ। खाए 4 क्लास पढेर कति वर्ष पछाडि चाहिँ अब एसएलसी पास गरेर बिहे गरेर बच्चा जन्मेर बच्चा बोकेर आएर यहाँ आएर खाएका खान्। रुख भाषा मान्छेलाई चाहिँ यो खाँदा भाजा भनेको मान्छेले चटपटेलाई भन्छ, चटपटे र भाजा फरक हुन्छ। चटपटे भनेको यो लेदो सेदो हालेर अचारहरू हालेर गिलो टाइपको बनाइन्छ होइन, अमिलोहरू हालेर। अब यो भाजा भनेको चाहिँ मात्र तेलमा मोलिएको हुन्छ, बिना अमिलो, बिना अचार, बिना लेदो, त्यसलाई चाहिँ भाजा भनिन्छ। लिनु हजुरको चटपटी आयो। फेरि हाम्रो पसलको एउटा स्पेसली चाहिँ के हुन्छ भने मान्छेको हरेक ठाउँमा अहिले भाजा पसलहरू खुल्या हुन्छ। भाजा पसलमा चाहिँ अब कोही शाकाहारी मान्छेहरू पनि हुन्छ, चटपटे खान मन लाग्ने। अब कतिमा चाहिँ त्यो चाइनिजको प्याकेटमा आउने झिङ्गे माछा हुन्छ, त्यो माछा साधेर नै त्यसमा चटपटेमा हालेर दिँदो रहेछ होइन। चिकन फ्लेभरको चटपटे अरे हरेक के विकृति के त्यो खानेकुरालाई अर्को जसरी पनि खाने फेसन भइसक्यो खानेकुरामा नि। हाम्रोमा चाहिँ मात्र स्पेसल शुद्ध शाकाहारी चटपटे मात्रै पाइन्छ। शुद्ध शाकाहारी यानि कि भेजवाला चाहिँ चाउचाउ मात्रै हालेर पाइन्छ। त्यो जानकारी गराउनु चाहन्छु है त। चाउचाउ नहालिकन नि बन्छ, एकदम पुरै भाँडो पकालेर बिना प्याजको बिना नुनको होइन, जस्तो भन्यो त्यस्तो। तर अर्डर चाहिँ गर्दाखेरि त्यसरी गर्नु पर्यो।